नेपालको संवैधानिक विकास क्रममा पहिलो संविधान जुन लागू भएन, घोषणा मात्रै भयो। नेपाल सरकार वैधानिक कानुन 2004 पद्म शमशेरले 2004 माघ 13 गते घोषणा गरेका थिए। र अनि दोस्रो चाहिँ नेपालको अन्तरिम शासन विधान 2007। यसमा चाहिँ के छ, संवैधानिक निकायको व्यवस्था गरिएको हो। पहिलोपटक राज्यका नीति निर्देशक तथा सिद्धान्तको व्यवस्था गरिएको थियो। नेपाल अधिराज्यको संविधान 2015, नेपालको संविधान 2019, नेपाल अधिराज्यको संविधान 2047, नेपालको अन्तरिम संविधान 2063 र नेपालको संविधान, यो चाहिँ नेपालको संविधान अहिले हालको चाहिँ 72 सालको 7औं संविधान हो। अनि यसमा सङ्घीयता पहिलोपटक ल्याइयो होइन। 7 प्रदेशमा बाँडिएको छ, स्थानीय तह छ र 35 भाग 308 धारा 9 अनुसूची, यो हामीले बुझ्नुपर्ने हुन्छ।